गुड मर्निङ सेकेन्ड डे को मर्निङ भ्यूज यस्तो छ यस्तो क्लोज छ र हाम्रो मेन च्यालेन्ज चाहिँ आज गाडी स्टार्ट गर्नु हो किनभने यहाँ चाहिँ गाडी स्टार्टै हुँदैन अरे सो लेट्स सी के हुन्छ हाम्रो बोलेरोले के सामानको पर्फर्मेन्स दिन्छ लेट्स सी आइयो ओ गाडी स्टार्ट भयो हाम्रो बस्ने जग्गा चाहिँ यस्तो चाहिँ हेर्नुस् यहीँ माथि पनि रहेछ चारैपट्टि हिउँले घेरेको छ यहाँ हामीले त त्यसले गर्दा त्यस्तो के भन्नु जाडो चाहिँ छैन कि हेर्नुहोस् गाडी मजाको छ गाडी 1915 हाम्रो वासरुम चाहिँ यता छ राहत पायो ब्रेकफास्ट दिँदैछ अब सेकेन्ड डेको ट्रिपको लागि एकदम फिट एन्ड फाइन बिहान चाहिँ कस्तो थियो उसले चाहिँ आफ्नो जिन्दगीलाई घुमाइसकेको थियो झन्डै अब ब्रेकफास्ट लागेर चाहिँ लाग्यो है लु हामी फेरि अब 0 जाँदैछु 1012 ब्रेक लिएर त रेट 0 ल हाम्रो यहाँ बम रेडी गमबुट लगाएर लिनु बम ल कस्तो है वेदर राम्रो भयो घाम लागेर बहिनीहरू पर्खिरहेछ सोना पर पुगेछ एक्सप्लोर गर्दैछ म चाहिँ यहाँ क्यामेराको लेन्स लिनु आएको मेरो चाहिँ पहिलादेखि प्लान हो यस्तो गर्ने बेसी नकुद अलिक
चापुक लाउनु कस्तो भयो अब तपाईँलाई त रिङ्गाटा चल्यो भन्दै थियो तर अब यहाँ त्यस्तो फरक परेन यहीँ हेर्नुहोस् रमाइलो हामीहरू गएको आएको यतै हामी चाहिँ ब्याक भयौँ अब हामी तल बाटोमा बेसेर चाहिँ हामी रोक्छौँ फेरि भइगा जाइगा ना अब उन्हें दिन एक लत आयो 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 नो मर्सी यसलाई बनाउने को आलीहरू अन्न र बालीहरू पागलहरू चराचुरुङ्गी उड्दै स्वर्ग नै ल हाम्रो नेक्स्ट डेको स्टे यता हाम्रो आबम र छुकित छ हामी चाहिँ यहाँ बसेको छौँ होटल न्यू अर्किड सो हिमाल पनि यहीँ माथि रहेछ हिमाल होइन यो हिसाब हुँदैछ है कतिको हाम्रो खर्च भएर हामीले कति अब उताको चलाएको छ सब हिसाब हुँदैछ यहाँ हाम्रो चाहिँ हिसाब गर्न यहाँ अघिको अब कति छ अब नेक्स्ट के हो ए खानाको लागि अब लास्ट डिनर खत्म हो गया दोनों का पेट भर गया सकेर अब हामी सुत्न लागेको यिनीहरू पनि अब आफ्नो रुममा जानेछ र आजको आजको कस्तो भयो अलिकति फिडब्याक प्लिज कस्तो अलिक जिन्दगी भइरहेको थियो तर त्यस पश्चात चाहिँ वी एन्जॉयड अ लट पनि छ तर जानु मन छैन घर जानु मन छैन किन तिमीलाई यहीँतिर सेटल हुनु मन छ ठिकै छ सुनामितको चाहिँ उसको टाउबाट यहाँ उत्रेको छैन पोसाक ठिकै छ हुन्छ मलाई चाहिँ हल्का टाउको दुख्दैछ भित्रभित्र होइन मैले टोपी लगाएर सुत्छु कि भइहाल्छ ल त ल अब आजको पनि सक्यो है हाम्रो सेकेन्ड डेज पनि सक्यो अब हामी सुत्नु लागेको भोलि फर्किनुपर्छ घर हुन्छ गुड नाइट